गाइजहरु सम्पूर्णमा नमस्कार। मेरो वालाङ ब्लग्समा फेरि यहाँहरुलाई स्वागत छ। आज चाहिँ म चाहिँ सिमरायो साग खोज्दै छु र यहाँ चाहिँ मैले भेटिसकेको छु र अब यसलाई चाहिँ म चाहिँ टिप्ने कार्यक्रममा छु। सिमरायो साग चाहिँ यस्तो ठाउँमा फलाउँछ है, यस्तो पाना भएको ठाउँमा। यो खाँदा एकदम यो मिठो। अब यो गाउँघरतिरको सागभन्दा फरक किसिमको साग हो। अब यो सिम खोलाको यो किनारको यस्तो सिम पानी पलाउने एरियामा पलाउने साग हो यो। र यसको चाहिँ अब यसले चाहिँ विशेष गरी चाहिँ जन्डिस सम्बन्धीको बिरामीहरूलाई चाहिँ एकदमै हेल्थको लागि चाहिँ राम्रो हुने गरेको छ र अब खान सकिन्छ। एकदम स्वाद पनि मिठो हुन्छ र अब यो गन्ध चाहिँ यसको हल्का अलग किसिमको हुन्छ, तर त्यस्तो गन्ध पनि हैन, मिठो किसिमको हुन्छ भनौँ न। राम्रो हो, त्यस्तो नराम्रो गन्ध त हुँदैन यसको, तर पनि एकदम यो साग चाहिँ मलाई चाहिँ मनपर्छ र म चाहिँ यहाँ धमाधम टिप्ने कार्यक्रम गर्दैछु। देख्न सक्नुहुन्छ यस्तो ठाउँमा पलाउँदै यस्तो चुडाएर चाहिँ यसलाई टपक टपक टिपेर चाहिँ लाने। ल देख्न सक्नुहुन्छ यस्तो गरी मैले चाहिँ यहाँ टिप्दैछु। यस्तोतिर यो पुरै पलाएको छ, यति लामो लामो चाहिँ यस्तै मैले चाहिँ टिप बनाइसकेको छु। यस्तो ठाउँमा यो चाहिँ पाइन्छ। अहिले चाहिँ मौसम चाहिँ एकदम पानी पर्न लागिरहेछ, डुम्म डुम्म भएको छ मौसम। यतातिर पनि टन्नै मात्रामा छ यो एरियामा पुरैमा पाइन्छ सिमरायो साग। यो साग चाहिँ धेरै मात्रामा पलाएको छ, यतातिर पनि टन्नै मात्रामा यो सबै साग यस्तो छ कि पानी यसलाई यस्तो ठाउँमा पाइन्छ एकदमै। यो सागै साग हो पुरा देख्न सक्नुहुन्छ। यो सबै यसलाई चाहिँ हाम्रोतिर चाहिँ सिमरायो साग नै भनिन्छ, सिम साग पनि भन्छ कति प्रायःले चाहिँ। अब हामी चाहिँ सिमरायो साग पनि भन्छौँ। सिम यो पानी पलाउने एरियामा पाइने हुनाले यसलाई सिम नै भनिन्छ, सिम साग, सिमरायो साग। अब सिमरायो साग चाहिँ दैनिक रूपमा खाना सँगसँगै यसलाई पनि खाने हो भने जन्डिस सम्बन्धीको बिरामीलाई चाहिँ एकदमै धेरै सहयोग पुग्छ भन्ने पनि एउटा स्वास्थ्यको हिसाबले पनि मानिन्छ। र यो जन्डिसको बिरामीलाई चाहिँ एकदमै फाइदा हुन्छ क्या यो। अब यसको यो भित्र यसमा पाइने प्रोटिन र खनिजले चाहिँ एकदमै शरीरलाई चाहिँ राम्रो गर्छ। अब यो बाट भनेको चाहिँ मेन चाहिँ जन्डिस सम्बन्धी बिरामीहरूलाई चाहिँ यो सागले चाहिँ, यो सिम सागले चाहिँ एकदमै राम्रो गर्छ खानाहरू पचाउने हैन। अब आफूले खाएको खानाहरूलाई चाहिँ एकदमै राम्रो गरी पचाउन मद्दत गर्छ क्या यो सागले चाहिँ। यो सागबाट पाइने जुन खनिज पदार्थहरूले चाहिँ, त्यही भएर यो खानु चाहिँ एकदम जरुरी छ जन्डिस सम्बन्धी बिरामीहरूलाई चाहिँ। तपाईहरु पनि खाएर ट्राई गर्न सक्नुहुन्छ। अब चाहिँ यो सिम सागलाई चाहिँ फाइनली धोएर पखालेर रेडी गरियो र अब चाहिँ टक्क लाएर यसरी तेल कराईमा खारेर अब यसमाथि हल्का जिरा पड्काएपछि अब यसमाथि सागलाई पनि लगाउनै पर्छ र अब प्याज पनि हल्का आवश्यक अनुसार लगाउन पनि सकिन्छ। मैले चाहिँ यसमा जिरा सँगसँगै प्याज पनि प्रयोगमा ल्याएँ र अब यसलाई चाहिँ हल्का तरिकाले भुट्छु। र पानी भनेको अब यसमै अटोमेटिक रूपमा पानी आफै पनि निस्कन्छ र यसलाई हल्का तरिकाले सादा तरिकाले भुटेर पकाएर खान सकिन्छ र खाना सँगसँगै दाल भात रोटीसँग पनि खान सकिन्छ। र यो चाहिँ रेडी भइसकेको छ खानालाई र अब यो पकाएर खानासँग खान सकिन्छ।